नमस्ते सबैजनामा सन्दीप लागुन गाउँमा चाहिँ रोपाइ लगभग खोलापारी चाहिँ सकिने लागिसकेको रहेछ। अनि यता गाउँतिर नि रोपाइ गर्नलाई आज आएको र यता यो पेपर रोपेर गएको अस्ति नि यसरी छोपिदिनु भएर चाहिँ सरेको पेपर मजाले यता स्वामीको रुख पनि डढेर खान्छ अलिक पलाएर छ अलि हरिहरि हुन लागेको छ। यहाँ बर रोपेको थियो बर पनि ठिकै छ पात चाहिँ बनाउँदैछ यो छोपिदिनु भएर छ जे भयो नि यता अहिले यस्तो छ मौसम। हाम्रो यतातिरको चाहिँ रोपाइ गरी भनेर आएको छौँ। अहिलेको समय चाहिँ यस्तो छ यतातिरको पानी अलिक कम परिरहेको। यो चौतारोको बिजोग छ हेर्न सक्नुहुनेछ। अब सरसफाइ छैन मान्छे बसोबास छैन त्यही भएर होला। यता अब यो बारीमा मकै अस्ति नि म आउँदाखेरि अलि सानो सानो थियो अहिले चाहिँ टन्नै मकै घारी भइसकेको छ हाम्रो यतातिर देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यसपछि यता अगाडि गएपछि हाम्रो बारीतिर मकै टन्नै छ। खै माथितिरको मौसमी चपौली भन्छन् कलाघर भातिर डाँडो हो त्यतिर हाम्रो यो गाउँ भइहाल्छ। यस्तो छ अहिले चाहिँ हाम्रो गाउँतिरको अवस्था। फुल चाहिँ अहिले खासै हाम्रो घरमा त्यति धेरै फुलेर जान्छ। अहिले भएको फुल जति सबै सुकिसकेर पारिजात हल्का हल्का फुल्न सुरु गर्न लागेको छ। फुली बनाउन लागेको चाहिँ यो आँगनहरू यस्तो छ झारै झार हाम्रो बिजोग छ घरको चाहिँ यतातिर यस्तो छ अवस्था। यो पनि फुल पहिला चाहिँ अलिक कम कम फुलिरहेको छ अहिले चाहिँ अलिक टन्नै नि फुलेर छ राम्रो देखिरहेको छ। त्यहाँनिर हामीले बुद्ध चित्तको बोट रोपेको थियौँ अहिले त्यो चाहिँ अलिक बढी नै ठुलो भइसकेर छ अहिले चाहिँ धेरै नै। यस्तो छ यस्तो राम्रो राम्रो फुलहरू छ गाउँ घरतिर तर के हो मान्छे कोही बस्नुहुन्न घरको अवस्था यस्तो छ हाम्रो चाहिँ अहिलेको अवस्थामा। धुपीहरू रोपेको थियो यस्तो झारै झार भएर फुलहरू त्यस्तै छ बिजोग छ घरतिरको हाम्रो त यस्तै छ धारो छ पानी यस्तै छ भन्नु पर्यो घरको अवस्था हाम्रो भित्र यस्तो छ आएको छ सरसफाइ छैन।